हो हामी चाहिँ आज पशुपति घुम्न आएको। यहाँ चाहिँ पशुपतिको ठाउँ यो चाहिँ वरिपरिहरू चाहिँ अहिले हामी चाहिँ यता माथि जाँदैछौँ। र यता मुनितिर पनि छ यस्तो ठाउँहरू धेरै रमाइलो पनि छ ठाउँहरू राम्रो सुन्दर पनि छ। अनि अब यता जाँदैछौँ यतातिर पनि छ यतातिर मुनितिर मान्छे चलाइरहेको छ यो ठाउँतिर पनि मान्छे पनि चलाइरहेको छ। अब चाहिँ हामीले अहिले अब बाटोमा हिँड्दै हो माथि दिलतिर राम्रो ठाउँहरू हेर्न जाँदैछौँ। त्यता मान्छे पनि घुम्नु धेरै छ हामी अब यतातिर आइरहेको छ त्यही भएर हामीले अब चाहिँ पशुपतिको माथि भागमा आइसकेको छौँ। यता बाहिरमा आएको चाहिँ यतातिर ब्याकग्राउन्डहरू पनि धेरै राम्रो छ यतातिर दृश्यहरू। अब हामी यहाँबाट फर्किनेछौँ। अब यहाँकोतिर पनि धेरै राम्रो दृश्यहरू पनि छन्। अब यसो राम्रो छ। यहाँ पानी बेच्न राख्नु भएको छ यतातिर पनि राम्रो ठाउँ छन् हजुर हेर्न सक्नुहुनेछ। वाह दामी गाइस बबाल है एकदम बबाल छ नै गाइस एकदम बबाल है यस्तो छ है हेर्नु होला। हामीले अब सबै घुमिसक्यो धेरै जस्तो घुमिसक्यो। अब यो चाहिँ खासै त्यस्तो केही छैन तपाईँले हेर्न सक्नुहुन्छ। त्यतिर यता चाहिँ हिन्दू टेम्पल हो अरे यता राम्रो छ फोटोहरू पनि आउने ठाउँहरू छ। यहाँ सबै हिन्दू टेम्पल हो अरे होइन यो चाहिँ बबाल रहेछ। र पहिलाको डिजाइनहरू चाहिँ एकदम पुरानो डिजाइनहरू रहेछ कारहरू पनि यस्तै रहेछ। उहाँहरूको यता पूजा गर्ने ठाउँहरू रहेछ यतातिर पुरै है हेरेर अब हेर्दा त यो पनि बुद्धिस्टको जस्तै छ तर पनि यो ठाउँ चाहिँ पुरै अब हिन्दूको ठाउँ अरे उहाँहरूले बाँध्नु भएको यो ठाउँहरू यस्तो रहेछ। अब खास गरी भन्नुपर्दा चाहिँ यो ठाउँ चाहिँ अब सबै यताउता हेर्दाखेरि चाहिँ अब टाढाबाट चाहिँ अब बुद्धिस्टको चाहिँ त्यस्तो तर यो बुद्धिस्टको होइन अरे होइन सबै अब अहिले चाहिँ यता चाहिँ पुरै अब हिन्दू हो भने छ होइन राम्रो छ जे होस् अब जे पनि घुम्ने ठाउँ राम्रो छ शान्ति एकदम राम्रो रहेछ। हजुरहरू पनि घुम्न आउनु होला यतातिर हेर्नु होला एकदम मूर्तिहरू एकदम राम्रो यतातिर यस्तो छ मूर्तिहरू। यता पनि घुम्ने ठाउँ छ यता घरहरू मन्दिरहरू पनि पुरै राम्रो छ। दृश्यहरू चाहिँ बब्बाल है गाइस यो चाहिँ दृश्यहरू चाहिँ बब्बाल दृश्य है गाइस यस्तो छ। हाम्रो नेपालमा है गाइस नेपालमा यस्तो जग्गाहरू छ गाइस घुम्न आउनलाई चाहिँ पशुपतिमा है गाइस पशुपति यतातिर चाहिँ पशुपति पुरै पशुपति हामी दाजुभाइको घुमाएँ आज चाहिँ मजाले पशुपति घुम्दैछौँ। हजुरहरूलाई पनि देखाइदिएको छौँ यस्तो रुखहरू पनि छन् यतातिर। अब लास्ट टाइममा अब फर्केर आइसकेको छ। अब हामी यता पशुपतिको माथि टिलमा आइपुगेको छ हेर्नु सक्नुहुन्छ हजुरहरूले यतातिर एकदम हेर्नुहोस् त सबैजना यसरी बस्नु भएको छ। अनि यता हेर्नुहोस् त यता मुनि चाहिँ अब मान्छे मृत्युहरूको लासहरू जलाइरहेको छ यतातिर यस्तो छ हेर्नुहोस् त यो पशुपतिको दृश्य गाइस। अब फर्किने आयो कि हामीले यता चाहिँ मेनहरू चाहिँ यता हाम्रो बुद्धिस्टहरूको चाहिँ यता मेनहरू चाहिँ यतातिर ल गाइस। अब अहिले हामीले भिडियो सबै बनिसकेको छ। अब हामीले सबैले देखाउने पनि देखाइसके। अब हामीले भिडियो गर्नुपर्ने सबै गरिसक्यो। अब आजको भिडियो चाहिँ यतिमै समाप्त गर्नेछु। सबैलाई धेरै धन्यवाद।